यदि तपाईलाई कम्मर दुख्ने समस्या छ, बस्दाखेरि पनि एकदमै धेरै कम्मर दुख्छ, उभिँदा झन् कम्मर दुखेर चर्केला जस्तो हुन्छ, हिँड्दाखेरि खुट्टाहरू झमझम गर्ने, खुट्टा पोल्ने हुन्छ र तपाईलाई निहुरिन, बस्न, उठ्नै गाह्रो पनि भइरहेको छ भने चाहिँ तपाईलाई फिजियोथेरापी एक्सर्साइजको जरुरत छ। फिजियोथेरापी एक्सर्साइज गर्ने भनेर एक्सर्साइज गरेर मात्रै हुँदैन, एक्सर्साइज गर्ने टेक्निकहरू पनि हुनपर्छ। यदि तपाईँले एक्सर्साइजहरू मिलाएर गर्नु भएन भने झन् त्यसले फाइदा भन्दा पनि हानि पुर्याउन जान्छ। त्यसैले कसरी कुन पोजिसनमा बस्ने, के गर्दाखेरि चाहिँ मेरो दण्डलाई बचाउन सकिन्छ, कुन मुभमेन्ट मैले गर्न सक्छु, कसरी निहुरिने, कसरी उभिने, बस्ने, यो सबै कुराहरू फिजियोथेरापिस्टहरूसँग सिक्नु भएर आफूले गर्न सक्नुपर्ने हुन्छ। फिजियोथेरापिस्टहरूले तपाईँको मासुको कन्डिसनदेखि लिएर तपाईँको मेरुदण्डको नसाहरू सबैको टेस्टहरू गर्नु भएर अनि सोही अनुसारको तपाईँलाई एक्सर्साइजहरू सिकाउनुहुन्छ। त्यसैले आज नै नजिकैको फिजियोथेरापिस्टहरूकोमा भिजिट गर्नु होला ढाडको समस्या छ भने। र यदि हजुरलाई अनलाइन सेसनहरू चाहिने छ भने चाहिँ मेरो पेजमा अनलाइन सेसन पनि अभाइलेबल छ, माथि दिएको नम्बरमा कन्ट्याक्ट गर्नुहोला। फिजियोथेरापीको नाममा अल्ट्रासाउन्ड, टेन्स, आइएफटीहरू मात्रै लगाइरहेको छु र त्यसले मलाई दुखाइ सन्चो हुन्छ भने चाहिँ त्यो गलत हो। त्यसले दुखाइलाई एकछिन मन्द मात्रै गर्छ, तर तपाईँले एक्सर्साइज नगर्नु भएसम्म चाहिँ तपाईँको रोग ठिक हुँदैन। त्यसैले